जिल्ला प्रहरी कार्यालय मोरङमा हार्दिक स्वागत गर्न चाहन्छु। आज यहाँहरूलाई बोलाउनु पर्ने मुख्य कारण चाहिँ एउटा यो अंशु गौतम हत्या प्रकरणमा संलग्न व्यक्तिलाई हामीले पक्राउ गरेका छौँ र अहिले भर्खरै मलाई प्राप्त भएको सूचना अनुसार त्यो अभियुक्तलाई 7 दिनको म्याद थप भएको अवस्था छ। 7 दिनको भएको छ हैन सागर साहब? 7 दिन हैन, 7 दिनको म्याद थप भएको छ। यसमा हामीले एउटा यो अपरेसन जग भन्ने सञ्चालन गरेका थियौँ। यो जग भनेको चाहिँ जस्टिस फर अंशु गौतम भनेर यो अपरेसन सञ्चालन गरेर हामीले यो अंशु गौतम हत्या प्रकरणको अनुसन्धान अगाडि बढाएका थियौँ। यसमा यहाँहरूलाई मैले पीडितको जानकारी गराउनु पर्दा यो जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नम्बर 2 यो फडानी बस्ने नवीन गौतमको छोरी 12 वर्षकी अंशु गौतम हो। उहाँ चाहिँ लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा 5 मा अध्ययनरत हो र यसमा यो घटनाको विवरणमा म अलिकति यहाँहरूलाई जानकारी गराउँछु। 21 गते यो आश्विनको 21 गते अन्दाजी 2 बजे चाहिँ अंशु गौतम घरबाट कोही कसैलाई नसोधिकन बाहिर निस्केकी भन्ने सूचना थियो। त्यसपछि यो 22 गते 21 गते हराएपछि 22 गते चाहिँ प्रहरीकोमा हुलियासहितको परिपत्र अंशुको बुवाले आएर हुलियासहितको परिपत्र प्रहरीलाई दिनुभयो। त्यसपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट र प्रहरी चौकी बुधबारेबाट र इलाका प्रहरी कार्यालय लेटाङबाट अनुसन्धान प्रारम्भिक रूपमा आरम्भ भएको अवस्था हो र 25 गते हामीले यो स्थानीय मानिसहरू, नेपाल प्रहरीका सदस्यहरू र नेपाली आर्मी समेतको टोलीले चाहिँ जङ्गल पनि सर्च गरेको अवस्था थियो र हामीले त्यसपछि कन्टिन्युअसली सम्बन्धित व्यक्तिहरू, शङ्कास्पद व्यक्तिहरूको सोधपुछ र अनुसन्धानको कार्य हामीले अगाडि बढाएको अवस्था थियो र यसमा कार्तिकको 7 गते 1 बजेतिर घाँस काट्ने 3 जना मानिसहरूले चाहिँ यो लोचन सहितका 3 जना मानिसहरूले जङ्गलमा लास सडे गलेको अवस्थामा भेटियो भन्ने जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट म सहितको टोली, इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर साहबको टोली र प्रहरी चौकी बुधबारेबाट पनि हामी सबै टोलीहरू घटनास्थलमा गयौँ। घटनास्थललाई सुरक्षित गरेर त्यहाँबाट घटनास्थलमा सडे गलेको अवस्थामा देखिएको लास यो सबैलाई सोको अफिसर, सिन अफ क्राइम अफिसर समेत संलग्न भएर त्यहाँबाट हामीले वैज्ञानिक रूपले परीक्षण गर्नको लागि पनि फरेन्सिकमा पनि हाम्रो त्यहाँबाट सबुत प्रमाणहरू सबै सङ्कलन गरेर फरेन्सिकमा यो धरानमा गोपामा हामीले सबै सबुत प्रमाणहरू चाहिँ लिएर गएको अवस्था थियो र त्यो सँगसँगै हामीले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि अरू डिएनए परीक्षणको लागि हामीले पठाएको अवस्था थियो र यहाँले देख्न सक्नुहुन्छ अहिले घटनास्थलबाट लिएको भिडियो फोटोहरू यहाँहरूको अगाडि छ। मैले यहाँ देखाइ पनि रहेको छु। घटनास्थलको फोटो छ, दायाँ खुट्टाको चप्पल पनि यहाँले देख्न सक्नुहुन्छ। मैले स्लाइडमा पनि यहाँलाई देखाइरहेको छु। त्यसै गरी यो दाहिने खुट्टाको चप्पल, दायाँ र बायाँ खुट्टाको चप्पलहरू छुट्टा छुट्टै अवस्थामा थियो घटनास्थलको। यहाँहरूलाई मैले घटनास्थलको एउटा छोटो भिडियो पनि देखाइदिउँ। यहाँहरू हेर्नुहुन्छ घटनास्थल कस्तो थियो भन्ने कुरा यहाँलाई क्लियर पिक्चर हुन्छ। अलिकति बसौँ त। क्राइम सिनको भिडियो देखाइदिनु त। नभए मेल पनि गरिदिन्छु मैले। भिडियो देखाउनु यो चाहिँ घटनास्थल हो जहाँ यो सडे गलेको अवस्थामा लास फेला परेको थियो।
कन्टिन्यू गरौँ। अब यो दाहिने खुट्टाको चप्पलको कुरा, यो सबुतहरू घटनास्थलमा फेला परेको चिजहरू यहाँहरूलाई मैले देखाइरहेको छु। त्यसै गरी अर्को यो पनि घटनास्थलमा फेला परेको हो र अर्को यो कम्मरदेखि तलको भाग पनि यो अवस्थामा चाहिँ घटनास्थलमा फेला परेको थियो। यो चाहिँ यो टाउको हो, घटनास्थलमा क्राइम सिनमा देखिएको र पोस्टमार्टमको क्रममा यो टाउको सफा गरेपछिको स्कुलको भाग हो त्यो। र त्यो घटनास्थलमा फेला परेको घडी अनि कपालहरू पनि यहाँले देख्न सक्नुहुन्छ। र यो चाहिँ त्यसपछि हामीले घटनास्थलमा यो त्यो अवस्थामा सडै गलेको अवस्थामा 18 दिनपछि, घरबाट हराएको 18 दिनपछि अन्शु गौतमको त्यो शङ्कास्पद डेड बडी त्यहाँ हामीले चप्पल पनि फेला पार्यौँ, अरू कपडाहरू पनि फेला पारेपछि अन्शु गौतमको बुवालाई देखाउँदाखेरि उहाँले चाहिँ यो कालो हाफ प्यान्ट, चप्पल, कालो घडी मेरै छोरी अन्शुको हो भन्ने हिसाबले उहाँले शनाखत गरिदिनु भएको अवस्था छ। र त्यसपछि हामीले 7 गते यो चाहिँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपामा हामीले यो पोस्टमार्टमको लागि पठाएका थियौँ। पोस्टमार्टमबाट पनि यो चाहिँ 10-12 वर्षको केटी बच्चाको डेड बडी हो भन्ने पनि प्रमाणित भएको थियो त्यति बेला। र हामीले डिएनए परीक्षणको लागि पनि अहिले नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा त्यहाँ पठाएका छौँ। यो अब 2-4 दिनभित्रै त्यसको रिपोर्ट पनि आउँछ भन्ने छ। त्यसमा चाहिँ अन्शु गौतमको डेड बडी हो कि होइन भन्ने कुराको कन्फर्मेसन थप वैज्ञानिक रूपमा डिएनएको परीक्षणबाट प्राप्त हुन्छ। तर यो घटनास्थलमा फेला कपडाहरू, घडी यो सबैले चाहिँ अन्शु गौतमकै हो भन्ने कुरा उहाँको बुवाले शनाखत गरिसकेको भएर त्यो अन्शु गौतमको हो भन्ने कुरामा कुनै दुविधा छैन। र यसमा हामीले घटनापछि यो हामीले लास फेला परेपछि यो डिएसपी साहबको कमान्डमा 5 सदस्यीय अनुसन्धान टिम गठन गरेका थियौँ। सँगसँगै यो कोशी प्रदेश प्रहरी कार्यालयको टिम पनि यो अनुसन्धानमा संलग्न थियो र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टिम पनि यो अनुसन्धानमा संलग्न थियो। सिआइबीको टिम यहाँ हामीसँगै हुनुहुन्छ, उहाँहरू पनि अहिले उहाँहरू अन्तिम अवस्थासम्म पनि हामी सँगसँगै जोइन्टली यसै यो अनुसन्धानको कामहरूमा संलग्न थियौँ। र यसमा चाहिँ प्राविधिक रूपमा हामीले धेरै कुराहरू यहाँलाई लाग्यो होला, यो किन यति समय लाग्यो, प्रहरीले यत्रो समय किन लगायो होला भनेर पनि यहाँको मनमा यत्रो जिज्ञासा कौतूहलता रहन सक्छ। यो चाहिँ बिच जङ्गलको बिचौँ-बिच भागमा 18 दिनपछि एकदम सडै गलेको अवस्थामा, डिकम्पोज्ड अवस्थामा डेड बडी फेला परेको थियो। त्यसले अलिकति अनुसन्धानलाई अलिकति डिले गरेको अवस्था थियो। त्यो बाहेकका अरू वैज्ञानिक परीक्षणको रूपमा अनुसन्धान गऱ्यौँ। यसमा चाहिँ हामीले घर परिवार, छरछिमेक, विद्यालय, झैझगडा रिसिभी भएको अवस्थाहरू यो सबै कुरालाई सूक्ष्म रूपमा हेऱ्यौँ र सिसिटिभी फुटेज पनि हेऱ्यौँ, फरेन्सिक एभिडेन्सहरूलाई पनि एकदम सूक्ष्म रूपमा हामीले हेऱ्यौँ। अनि त्यो वनमा चाहिँ घाँस काट्न जाने धेरै मानिसहरू हुनुभएको भएर घाँस दाउरा गर्न जाने सम्पूर्ण व्यक्तिहरूको अभिलेखीकरण पनि हामीले गऱ्यौँ। त्यसै गरी पीडितलाई थाहा पाउने मान्छेहरू को हो भन्ने कुरामा पनि त्यसमा पनि हामी गहिरिएर अगाडि बढेको अवस्था थियो। र यसमा हामीले 300 भन्दा बढी मानिसहरूलाई सोधपुछ गऱ्यौँ। त्यो कम्युनिटीका सबै मानिसहरूको प्रोफाइलिङ पनि गऱ्यौँ, कम्युनिटी प्रोफाइलिङ पनि गऱ्यौँ। अनि क्राइम सिनलाई रिकन्स्ट्रक्ट गर्ने, क्राइम सिन रिकन्स्ट्रक्सनको कामहरू पनि हामीले गऱ्यौँ। र घटनालाई एकदमै सूक्ष्म रूपले 1 to 1 हामीले कुनै पनि कुरा नछुटाइकन नबिराइकन त्यसरी काम गऱ्यौँ। र अन्ततः हामीले यो अनुसन्धानको गुथी चाहिँ पत्ता लगाएको अवस्था छ। र यहाँले देख्न सक्नुहुन्छ त्यो घटनामा संलग्न व्यक्ति चाहिँ पदम बहादुर अधिकारी हो। उहाँ 59 वर्षको मानिस हो। उहाँ चाहिँ 59 वर्षको हुनुहुन्थ्यो र उहाँ चाहिँ मृतकको छिमेकी पनि, नजिकैको छिमेकी पनि हुनुहुन्थ्यो। र उहाँलाई हामीले पक्राउ गरेका छौँ। र भर्खरै यहाँलाई भने मैले 7 दिनको म्याद थप पनि सम्मानित जिल्ला अदालत मोरङबाट हामीलाई 7 दिनको म्याद थप भएको छ। र उहाँ अब आजबाट न्यायिक हिरासतमा बस्नुहुन्छ र हामी विस्तृत अनुसन्धानहरू अगाडि बढाउँछौँ। र अहिले चाहिँ उहाँलाई हामीले ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुरमा त्यो विषयमा चाहिँ म्याद थप हुनुभएको छ। ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर दुईवटा कसुरमा हामीले म्याद थप अदालतबाट चाहिँ 7 दिनको म्याद प्राप्त गरेका छौँ र विस्तृत अनुसन्धान अब प्रारम्भ हुन्छ।
त्यसले सर, हामी मात्रै अगाडि हो बढाउँछौँ। कि अरू पनि कोही संलग्न पाइएछ? र यसमा अहिलेसम्मको अनुसन्धानमा प्रारम्भिक अनुसन्धानबाट हामीले चाहिँ पदमबहादुर अधिकारी संलग्न भएको भन्ने देखिन्छ र यो कसरी घटना भयो भन्ने कुरा घटनाको बेहोरा पनि म यहाँलाई अलिकति स्पष्ट पार्छु। यसमा चाहिँ 21 गते दिउँसोको समयमा अन्शु गौतमलाई निजकै साथीसँगै अन्शु गौतम खेलिरहेको अवस्थामा अभियुक्तले फेला पार्छन् र अभियुक्तले अन्शु गौतमको साथी युरिकालाई 5 रुपियाँ पैसा दिएर दिदी कहाँ हुनुहुन्छ भनेर दिदीलाई खोज्न पठाउँछन्। त्यसपछि मृतक अन्शु गौतमलाई चाहिँ ल मलाई घाँस काट्न सहयोग गर भनेर त्यहाँबाट आग्रह गरेर अन्शु गौतमलाई जङ्गलको मुखमा भेटौँ भन्ने सल्लाह गरेर शङ्कित व्यक्ति अभियोग लागेको व्यक्ति पदम बहादुर अधिकारी जङ्गलको मुखमा साइकलमा जान्छन् र मृतक अन्शु गौतम चाहिँ अर्कै बाटोबाट पैदल हिँड्दै त्यहाँ जान्छन् र जङ्गलको मुखमा गएपछि त्यहाँबाट साइकलको पछाडि राखेर अन्शु गौतमलाई 4.5 किलोमिटर भित्र जङ्गलमा लगेको अवस्था देखिन्छ र त्यहाँ चाहिँ घटनास्थलमा अघि पनि मैले यहाँलाई घटनास्थल देखाएँ। त्यहाँ चाहिँ भित्री लुगाहरू पनि छुट्टै एक ठाउँमा राखिएको अवस्था छ। त्यो यहाँले अघि देख्नुभयो चप्पलहरू यतातता छरिएको अवस्थामा छ। त्यहाँ चाहिँ सेक्सुअल एसल्ट यो मोटिभ के हो भन्ने पनि यहाँलाई लाग्ला। त्यहाँ बलात्कार भएको र त्यसपछि हत्या भएको भन्ने देखिन्छ र अहिले प्रारम्भिक सोधपुछकै क्रममा पनि पहिला घाँटी थिचेर मारेको र त्यसपछि हँसियाले घाँटी काटेको भन्ने कुरा आएको छ। त्यतिसम्म हामीले अनुसन्धानमा प्रारम्भिक रूपमा त्यो आएको अवस्था छ र यो विषयमा चाहिँ अघि पनि मैले यहाँहरूलाई भने हामीले सम्मानित जिल्ला अदालतबाट 7 दिनको म्याद प्राप्त गरेका छौँ र अब हामी विस्तृत अनुसन्धानमा अगाडि बढ्छौँ। यसमा जस्तै तपाईँ करिब 2 महिना जति समय लाग्यो, छिमेकी नै रहेको थियो, के कुरामा कठिनाइ भएको थियो उहाँले चाहिँ नियन्त्रणमा लिनको लागि? कसरी नियन्त्रणमा लिनु हो तपाईँ? अब यहाँलाई मैले अघि पनि भने हामीले त्यो यो फरेन्सिक इभिडेन्सहरू पनि कलेक्सन गर्नुपर्छ, वैज्ञानिक परीक्षण पनि गर्नुपर्छ र मैले अघि पनि भने यो कम्युनिटी प्रोफाइलिङ पनि गऱ्यौँ। किनभने अहिले हामीले ल यो मान्छे शङ्कास्पद भनेर त्यत्तिकै जबरजस्ती मान्छेलाई कानुनी दायरामा ल्याउने कुरा पनि भएन। त्यो तथ्य र तथ्याङ्कसँग मिल्नुपर्छ। हामीले सूक्ष्म रूपमा अनुसन्धान गऱ्यौँ यो कसले हुनसक्छ भन्ने कुरा चारैतिरबाट अनुसन्धान गरेपछि र अहिले पदमबहादुर अधिकारीले त्यो घटना घटाएको भन्ने कुरा हाम्रो वैज्ञानिक परीक्षणबाट पनि स्पष्ट भयो। हामीले सबै कुराहरू हाम्रो गोप्य सूचनाहरू पनि प्रयोग गरेका थियौँ। यी सूचनाहरूबाट पनि पुष्टि भयो र अरू वैज्ञानिक परीक्षणबाट पनि यो चाहिँ सम्बन्धित व्यक्तिले नै गरेको भन्ने पनि भयो र उहाँले अहिले मैले गरेको भनेर यसरी गरेको भनेर उहाँले स्वीकार गरेको अवस्था। यसमा मैले 2-3वटा कारणहरू देखेँ। जस्तै एउटा चाहिँ अन्शु गौतम मृतकको आफन्त परिवारसँग पनि राम्रो सम्बन्ध नभएको अवस्था, बोलचाल नहुने अवस्था, जो चाहिँ पारिवारिक रूपमा दुईवटा परिवारको बिचमा चाहिँ एउटा वैमनस्यता भएको अवस्था पनि अनुसन्धानको क्रममा खुलेको अवस्था छ। त्यसै गरी अन्शु गौतमको परिवार र पदमबहादुर अधिकारीको परिवारमा पनि आपसी वैमनस्यताको अवस्था पनि देखियो अनुसन्धानको क्रममा। र अर्को चाहिँ सेक्स मोटिभ पनि देखिन्छ। त्यहाँ चाहिँ त्यो त्यति भित्र जङ्गलको भित्र 4.5 किलोमिटर भित्र लगेर सानो बालिकालाई लिएर जानु भनेको त्यहाँ सेक्स मोटिभको अवस्था पनि देखिन्छ। ती दुईवटा मोटिभहरूमा चाहिँ यो चाहिँ अहिले अब प्रारम्भिक रूपमा धेरै कुराहरू खुल्न बाँकी छ। हामी अब गइदिएर विस्तृत अनुसन्धान गर्छौँ। विस्तृत अनुसन्धानबाट यो सबै कुरा कति किलोमिटर अथवा कति दूरीमा छ उसको? यो चाहिँ मैले अघि पनि तपाईँहरूलाई सँगै जोडिएको होइन? यो चाहिँ घर नजिकै हो। जोडिएकै हो कि? जोडिएकै घर जस्तै ओतिर पर्तिर अब उहाँ चाहिँ कामको सिलसिलामा 1 महिना जति इन्डियामा पनि हुनुहुन्थ्यो र हामीले पनि उहाँलाई बोलायौँ। सार्वजनिक गर्ने म म्याथमा कस्तो उसले घटना चाहिँ 21 गते जुन जङ्गल लगे 4.5 किलोमिटर कतिखेरतिर घटना घटाएको? यो घटना घटेको चाहिँ त्यही पेरिफेरीमा 4-5 बजेको समय पेरिफेरीमा हुनुभयो। उसले घटना घटाएर फेरि घरै आयो कि भाग्यो? घरमै आउनुभयो, उहाँ घरमै आउनुभयो। अनि कहिले चाहिँ इन्डिया गएको चाहिँ कहिले हो त? जुन घटना घटेको कति दिनपछि चाहिँ उहाँ चाहिँ इन्डियाबाट आउनु भएको चाहिँ 18 गते होइन? घटना घटाएर चाहिँ उहाँ कहिले इन्डिया भएको? घटना घटाएको करिब 2 हप्ता। उहाँ त्यही 19 गते घटना हामीले 7 गते चाहिँ यो डेड बडी पत्ता लागेको अवस्था छ। उहाँलाई हामीले प्रारम्भिक रूपमा सोधपुछ पनि गरेका थियौँ। पदमबहादुरलाई नेपालभित्रै पक्राउ गर्नु हो कि बाहिरबाट? नेपालमै, उहाँलाई नेपालमै उहाँको घरैबाट हामीले पछाडि समात्यौँ। उहाँ इन्डियाबाट फर्किसक्नु भएको अवस्था थियो। घरबाटै समातेको। इन्डिया जानुभएको थियो अनि इन्डियाबाट फर्किएपछि हजुरले पक्रिनु भएको?
पहिले त्यो खोज्ने क्रममा पनि सँगसँगै गएको भन्ने खालको कुरा पनि छ हो कि न त्यो अभियुक्त अब उहाँ भित्रसम्म जानु भएको थिएन, घटनास्थलसम्म जानु भएको थिएन। उहाँले घटना घटाइसकेपछि उहाँले भन्नु पनि भएको छ, 3-4 चोटि उहाँ अप्रोच पनि गर्नुभयो र ठ्याक्कै उहाँ जहाँ घटना घटाएको त्यहाँ चाहिँ पुग्न सकिनँ भनेर उहाँले कन्फ्युज पनि गर्नुभएको भनेको त खोज्ने क्रममा पनि संलग्न भएर जानुभएको उहाँ भित्रसम्म जानु भएको थिएन भन्ने छ। जस्तै यो घटना चाहिँ घटाउने कुरा चाहिँ उसकै संलग्न छ भन्ने कुरा चाहिँ कसरी त्यतातर्फ हजुरहरूले चाहिँ सोच अगाडि बढाउनु भएको फेरि भन्नु त सर, जस्तै यो घटनामा चाहिँ उनी संलग्न छ भन्ने आशंका चाहिँ के कुराहरूले जन्मायो? त्यस्तो छ। अब यो प्रहरीले मैले अघि पनि भने यसमा वैज्ञानिक परीक्षणहरू पनि हामीले गऱ्यौँ, वैज्ञानिक अनुसन्धान गऱ्यौँ, सीसीटीभी फुटेजको कुराहरू गऱ्यौँ, सबै कम्युनिटी प्रोफाइलिङहरू, त्यहाँ बस्ने स्थानीय मानिसहरूको सबैको हिस्ट्रीहरू पनि प्रोफाइलिङ गऱ्यौँ। प्रहरीले सबै 1-to-1 गऱ्यौँ। हामीले करिब 300 जना मान्छेसँग सोधपुछ पनि गरेका छौँ, घटना विवरण कागज पनि गरेका छौँ। यी सबै कुराहरूबाट हामीले उहाँले गरेको भन्ने कुरा हामी एकदमै विश्वस्त भयौँ र उहाँलाई सोध्यौँ पनि। उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दाखेरि उहाँले यो कुरा स्वीकार पनि गर्नुभयो। बलात्कार र हत्या दुइटै उहाँले गरेको त्यही हामीले अहिले प्रारम्भिक रूपमा हेर्दाखेरि बलात्कारपछि हत्या भएको त्यो दिनभन्दा अगाडि पनि त्यस्तो बिहेभहरू उसले गर्ने गरेको थियो। यो कुरा चाहिँ विस्तृत कुराहरू चाहिँ विस्तृत अनुसन्धान अहिले हामी प्रारम्भिक स्टेजमा छौँ। अब विस्तृत अनुसन्धानपछि धेरै कुराहरू खुल्छ। सर इन्डियाको कुन ठाउँ पुगेको थियो त सर अभियुक्त? इन्डियाको चाहिँ इन्डियाको कहाँ हुनुहुन्थ्यो त्यो उहाँलाई मेघालय। त्यो जस्तो छोरालाई चाहिँ भनेर चाहिँ इन्डियामा भन्ने कुरा छ। छोरा पनि त्यो सूचना लुकाएको हतियारमा चाहिँ छोरालाई चाहिँ सबै कुरा अहिले हामी प्रारम्भिक रूपमा छौँ, प्रारम्भिक अनुसन्धानमा छौँ। अब विस्तृत अनुसन्धानमा धेरै कुराहरू खुल्छन्। त्यो खुलेपछि यहाँहरूलाई अवश्य रूपमा म यो भारतबाट चाहिँ कहिले फर्किनु भयो तपाईँ पदम? 18 गते आउनु पर्यो। हजुरले बोलाउनु भयो? हामीले पनि खबर गरेका थियौँ उहाँलाई आउनुपर्छ, तपाईँ आउनुहोस् भनेर। अगाडि पनि एकचोटि उहाँलाई पक्रेर फेरि छोड्या हो? पक्रेको थिएनौँ, हामीले कसैलाई पनि पक्रेको थिएनौँ। यो चाहिँ हामीले सोधपुछ गऱ्यौँ, धेरै मानिसहरूसँग सोधपुछ गर्ने काम चाहिँ गऱ्यौँ हामीले र पक्राउ चाहिँ गरेका थियौँ। हजुर होइन, उहाँसँग चाहिँ सोधपुछ गएका छौँ। उहाँ अनुसन्धान भनेकै त्यही हो। उहाँले त्यति बेला के भन्नुभयो र अहिले समातेपछि के भन्नुभयो, त्यसमा आउने फरकहरूबाट पनि हामी धेरै कुराहरू पत्ता लगाउँछौँ। र यसमा मैले यहाँहरूलाई भने हामीले वैज्ञानिक परीक्षणहरू पनि थुप्रै गरेका छौँ। साइन्टिफिक इन्भेस्टिगेसन्सहरू पनि भएको छ, प्रविधिको प्रयोग गरेर पनि अनुसन्धान भएको छ। सँगसँगै हामीले फिजिकल्ली पनि, किनभने त्यो जङ्गल अनकन्टा ठाउँमा घटना भएको थियो, गाउँमा भएको थियो। त्यो कारणले गाउँमा हामीले कम्युनिटीको सबै मानिसहरूको प्रोफाइल पनि खडा गऱ्यौँ, स्कुलमा पनि सबै कुराहरू हेऱ्यौँ, त्यहाँको सीसीटीभी फुटेजहरू पनि अध्ययन गऱ्यौँ। त्यो सबै पक्षको सूक्ष्म अध्ययन गरेपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौँ र उहाँले चाहिँ यो घटना घटाएको भनेर स्वीकार पनि गर्नुभएको। घरबाट क्राइम सिन कति टाढा थियो सर? यो चाहिँ यहाँलाई मैले अघि पनि भने 4.5 किलोमिटर जङ्गलमा भित्रपट्टि पर्छ, बिचोबिच होइन। अब यो फ्यामिली उहाँहरूको परिवारले हो, परिवारले ल हामी अन्तिम संस्कार गर्छौँ भन्दाखेरि हामीले उहाँलाई सहजीकरण गर्ने काम त्यो हामी गरिहाल्छौँ। र यहाँ अलिकति केही कुराहरू यहाँलाई देखाउनु पनि पर्ने बाँकी छ। जस्तै यहाँले अहिले क्राइम सिनको डिस्टान्सहरू सबै थाहा पाउनुहुन्छ। प्लिज देखाइदिनु। अलिक नजिकै देख्नु। र यहाँनिर अन्सु गौतम र पदमबहादुरको यहाँनिर भेट भइरहेको यहाँबाट यो मैले देखाइरहेको छु। यो चाहिँ घटना भएको लास्ट भेटिएको ठाउँ यो हो, लास्ट भेटिएको ठाउँ यो हो। र यहाँनिर यो पहिले यहाँसँग के हुन्छ भने पदमले अन्सुलाई यहाँनिर भेटौँ है, जङ्गलको मुखमा त्यहाँ पुगिरह, म त्यहाँ पुग्छु भने आउँछ र अन्सु गौतमलाई हिँडेर पठाएको हुन्छ यो बाटो यहाँबाट। र पदम अर्कै बाटोबाट पहिले यहाँ जङ्गलको मुखमा गएर बसिरहेको देखिन्छ साइकलमा। यहाँ गएर बसेको अवस्था छ र अन्सु पछि त्यहाँ गएपछि अन्सुलाई चाहिँ घाँस काट्नलाई मलाई सहयोग गर्नु, मलाई मद्दत गर्नु भनेर भनेको कारणले अन्सुले विश्वासमा परेर हेल्प गर्ने हिसाबले गएको हुन्छ। र यहाँबाट सिधै करिब यहाँ देख्न सक्नुहुन्छ 3.52 3.52 होइन। ती कुराहरू जस्तै पहिला यो पारिवारिक रूपमा पदमबहादुरको घरमा अन्सु गौतम जाने, चाहे खेल्न जाने, भेट्ने, मोबाइल हेर्ने, यो सबै कुराहरू राम्रो चिना परिचय भएको, त्यो सम्बन्ध चिन्जान चाहिँ राम्रो भएको अवस्था देखिन्छ। र घटना यहाँ भएको चाहिँ यहाँलाई मैले भने, र यो डिस्टेन्स चाहिँ ठ्याक्कै घटनास्थल त्यो सबै जङ्गल एकदमै घना जङ्गल हो। जङ्गलको बिचमा सर कुन सामुदायिक वन हो सर? यो चाहिँ चिस्या